ल आजको हामीहरूको एउटा मोटिभेसनल छ भने त्यसको बढियासँग सुन्नु होला। सबैजना आत्मा सिटमा राम्रोसँग बस त। आज म तिमीहरूको एउटा व्यक्तिको कहानी लिएर आएको छु। त्यो व्यक्तिको कहानी आफ्नो लाइफमा एकदम पुरै हकीकतसँग गुज्रेको छ भने त्यसको लागि बढियासँग सुन्नु होला। सबै विद्यार्थीसँग म भन्छु डिसिप्लिनमा बस्नु। अनि त्यो व्यक्ति के हुनुहुन्थ्यो भने त्यसलाई सबभन्दा पहिला हामीहरूको त्यो व्यक्तिमा एउटा बढी खास कुरा थियो। त्यो व्यक्ति आफ्नो दुनियादारी से केही मतलब थिएन त्यसको। अनि त्यो आफ्नो जिन्दगी आफ्नै तरिकाले जिने काम गरिरहेको थियो। गरिब त थियो तर जिनको तरिका त्यो सबभन्दा बेटर थियो। यसको हुन्छ कि जुन आफ्नो मनको सुन्छ आफैले बढियासँग काम गर्छ त्यसको बढिया जिन्दगी गर्छ। अनि जो अरूको सुनेको काम गर्छ अरूको हेरिकन कल्पना गर्छ त्यसको जिन्दगीमा बढी दुःख दिन्छ। त्यस्तै एउटा व्यक्ति थियो। त्यो व्यक्ति सधैँ काम गर्ने, खानासाना खाएर 10 बजे आफ्नो काममा जाने अनि दिनभरि पत्तल फोड्ने। सेनी हतौडले दिनभरि पहिलाको त्यो बढी काम यही थियो। ढुङ्गा फोड्ने, दिनभरि छेनी हतौडीले ढुङ्गा फोड्ने पत्तल फोड्ने काम हुन्थ्यो पहिला। अनि 10 पैसा 5 पैसा पाइरहेको थियो। त्यसैमा घर आएर जाल दाल तरकारी सब्जी जे पनि हुन्छ व्यवस्थित गर्नु भइरहेको थियो। त्यसको जिन्दगी एकदम पुरै खुसहाल थियो। पुरै खुसहाल, केही दिक्कत थिएन। तर एक दिनको कुरा हो जुन बाटो थियो जब काममा जानु भइरहेको थियो त्यही बाटोको बगलमा त्यो गाउँको कुनै व्यक्ति धेरै राम्रो धेरै सुन्दर घर बनाइदियो। अब तिमीलाई थाहा छ भने कुनै पनि नयाँ घर बन्छ या घरको सरसफाइ हुन्छ या केही त्यौहार हुन्छ त्यो धेरै सुन्दर लाग्छ। सबैलाई थाहा छ। त नयाँ घरमा आयो त्यो रङ पेन्ट गरेर एकदम पुरै सुन्दर। अब जुन पनि व्यक्ति त्यो बाटोबाट गइरहेको थियो त्यो सबै व्यक्ति हेरिरहेको थियो घर बढी सुन्दर छ, बढिया राम्रो छ। त्यो पनि काममा गइरहेको थियो र त्यो पनि 2 मिनट रुकेर हेऱ्यो। धेरै सुन्दर हुन्छ ना, जहिले पनि सुन्दर लाग्छ। त्यो पनि हेऱ्यो र त्यसको मनमा एउटै ख्याल आयो, एउटै सोच आयो जे सायद यस्तो घर मेरो पनि भए भने धेरै राम्रो हुन्छ, म बढी खुशनसिब हुन्छु। यस्तो घर मेरो पनि भए भने जिन्दगीमा एकदम पुरै राम्रो हुन्छ। केही मनमा कुरा आयो। अनि जब त्यो काम गर्न गयो त काम गरिरहेछ तर त्यसको ध्यान त्यहाँ छ। सायद यस्तो घर मेरो पनि हुन्थ्यो भने धेरै राम्रो हुन्थ्यो। सायद यस्तो घर मेरो पनि हुन्थ्यो भने धेरै राम्रो हुन्थ्यो। त्यसको मन त्यही भट्किरहेको थियो। 5 बजे जब कामबाट छुट्टी भयो त त्यही बाटोबाट आइरहेछ। फेरि त्यसलाई रुकेर 10 मिनट हेऱ्यो अनि फेरि त्यसको जीवन आफ्नो सोच त्यही पुग्यो। सायद यस्तो घर मेरो पनि हुन्थ्यो त धेरै राम्रो हुन्थ्यो। यही सोच्दै सोच्दै घरमा आयो। घरमा आउँदाखेरि अब केही मनमा सोच हुन्छ त कसैले केही भन्न समझ आउँदैन। बाकी हरेक दिन आइरहेको थियो त आफ्नो बालबच्चासँग, फ्यामिलीसँग, वाइफसँग अनि त्यसपछि प्यारेन्टसँग सबै बोल्ने, खुसी रहने। 5 पैसा 10 पैसा कमाएमा सब राम्रो थियो। तर त्यो दिन कसैसँग बोलिरहेको छैन किनकि त्यसको सोच त्यहाँ थियो सायद यस्तो घर भगवान मलाई पनि दिनुहुन्छ, मेरो पनि नसिबमा हुन्थ्यो त धेरै राम्रो हुन्थ्यो। यो सोच्दाखेरि त्यो कसैसँग बोलेन। अनि खाना खाएर अनि भन्यो जे आज बढी मेहनत भइहालेछ त सुत्न गइहाल्यो। जब सुत्न गए त्यसको मन त्यही चलिरहेछ सायद यस्तो घर मेरो पनि हुन्थ्यो, मेरो नसिबमा हुन्थ्यो त बढी राम्रो हुन्थ्यो। अब जब यो माइन्डमा जे सोच्छौ त्यही कल्पनामा पुगिहाल्छौ। निन्द्राको समय जे माइन्डमा सोचेर सुत्छौ त्यही दृश्यमा पुगिहाल्छौ। मन त्यही भट्किने काम गर्छ।
अब त्यो त्यसको मन त्यहाँ भटक्न थाल्यो। अब यो सपनामा ड्रिममा हेरिरहेछ, सायद यस्तो घर मेरो पनि हुन्थ्यो। सपनामा हेरियो जो त्यस्तै घर त्यसको बनिहालेछ, त्यस्तै घर त्यसको पनि बनिहालेछ। सपनामा भगवानसँग अर्जी लगायो यस्तो घर मलाई चाहियो, अनि केही समय पछि त्यस्तै घर त्यसलाई बनिहालेछ। भगवानलाई भनेछ एकदम धन्यवाद, तपाईँ मेरो मनको कुरा पुरा गर्नुभयो। तर यो सपनामा ड्रिममा कुरा बुझ्नुभयो। अब त्यो जब घर त बनिहाल्यो, त्यो घरमाथि हेरिरहेछ यो कुनै व्यक्ति त्यो आफ्नो घरबाट चढेर अनि यस्तो हात हिलाइरहेछ। लिडर नेता हुन्छ नि, लिडर नेताले हात हिलाइरहेछ। हजारौं व्यक्ति त्यसको हेर्नका लागि उभिएको छ त्यसको घरको नजिक। त्यो छतमाथि आफ्नो चढ्यो, सबैले हात हिलाइरहेछ त्यसको हेर्नका लागि, ताली बजाउनका लागि, त्यसको केही दुई शब्द सुन्नका लागि सबै व्यक्तिहरू खडा छ। यो सोचियो यो घर त भइहाल्यो, तर मलाई कोही हजारौं व्यक्ति हेर्नका लागि, मेरो कुरा सुन्नका लागि हुन्छ त धेरै राम्रो हुन्छ। फेरि गयो भगवानको शरणमा अनि भन्नुभयो भगवान एकचोटि तपाईसँग अरू अर्जी गरिरहेछु, अब तपाईसँग केही माग्दैन जीवनमा, बस अन्तिम चोटि तपाईसँग मागिरहेछु। मलाई लिडर बनाइदिनु, नेता बनाइदिनु, मलाई लिडर नेता बनाइदिनु। अब केही माग्दैन, एउटा त्यही कमी छ भने हजारौं व्यक्ति मलाई हेरोस्, म पनि घरबाट आफ्नो हात हिलाओस्। सपनामा घुमिरहेछ, ड्रिम त्यसको सर्च गरिरहेछ, त्यो लिडर बनिहाल्यो। जब लिडर बनिहाल्यो त गए घरमाथि, हजारौं व्यक्तिको भिड छ, हात हिलायो, दुई शब्द भन्यो, तर सूर्यका प्रकाश बढी तापसँग उत्पन्न भयो। बढी ताप लाग्न थाल्यो त सबै व्यक्ति आफ्नो आफ्नो घर भागिहाल्यो। घाममा उभेर कसैको मोटिभेसनल या कसैको शब्द कसैले सुन्दैन। बढी छ बढी सुन्छ 2 मिनट 4 मिनट 10 मिनट 1 घण्टा, यो भन्दा बढी कोही सुन्छ? अब बढी जब घाम भयो त तिनीहरूको पसिना घाम लाग्न थाल्यो त पुरै व्यक्ति भागिहाल्यो। अब लिडर एक्लै बचिहाल्यो। त्यो भन्यो यो त घर भन्दा मजबुत लिडर थियो, लिडर भन्दा मजबुत त सूर्य छ। फेरि सपनामा घुमिरहेछ, फेरि भन्यो, फेरि गए भगवानको शरणमा, भगवान अब अन्तिम चोटि एउटा अरू मागिरहेछु, अब केही पनि माग्दैन तपाईसँग जीवनमा, बस एउटा, किनकि अहिले मेरो नजरमा छ सबभन्दा बलवान सूर्य नै छ। प्लिज तपाईसँग रिक्वेस्ट गरिरहेछु, मलाई सूर्य बनाइदिनु, मलाई सूर्य बनाइदिनु। ड्रिममा खोज्न रहेछ, सर्च गरिरहेछ, यो पनि त्यसको ड्रिममा सपना पुरा भयो। सपनामा त्यसको त्यो सूर्य बनिहाल्यो, सूर्य बनिहाल्यो। अब सबै ठाउँमा त्यो चमक्ने ताप उत्पन्न गर्ने सुरु गरिदियो। सबभन्दा बढी बलवान म छु, सबभन्दा बढी बलवान म छु। अचानक केही समयपछि बादल आयो। के आयो? बादल आयो अनि सूर्यको प्रकाशलाई सबै ढाकिदियो। अब सोच्यो त सूर्यभन्दा ताकतवर मजबुत ठुलो त यो बादल छ। यो जब ढाकिदियो, जब ढाकिदियो त सूर्यको प्रकाशै चमक्न सकिरहेको छैन, त्यो तापै उत्पन्न भइरहेको छैन। फेरि सोच्यो कि यो सूर्य भन्दा त बढी ताकतवर को छ? बादल। फेरि सोच्यो अब कहाँ जाऊ? फेरि एकचोटि भगवानको शरणमा गए। भगवान एकचोटि अरू लास्ट तपाईसँग मनकामना गरिरहेछु, कामना गरिरहेछु, अब केही माग्न आउँदैन। म बुझिहाल्यो अब को बलवान छ, अब को ठुलो छ, मलाई बादल बनाइदिनु। त्यो घुमिरहेछ, त्यो बादल पनि बनिहाल्यो। अब बादल बनिहाल्यो त सबै ठाउँमा त्यो लहराउने काम अनि गरजने काम गर्न सुरु गरिदियो। गरजने हुन्छ नि मेघ जसो ट्रक छ,
पागल लागेको हुन्छ गरज्ने काम सुरु गरिदिएको थियो भने सबभन्दा बढी बलवान छु सबै ठाउँमा गरज्ने डाक डाक बाज्ने सुरु गरिदियो। अब अचानक केही समयपछि हावा आयो, याउ के आयो? हावा याउ आयो अनि बादललाई त्यो खसाइदियो, त्यो बादललाई लेखेटिदियो। जति हावा चल्यो त्यो बादल भाग्दै गयो, सब बादल भागिहाल्यो। भने यो त बादल भन्दा पनि बलवान हावा याउ छ, अब के गरौँ? फेरि भगवानको शरणमा गयो। भगवान अब एउटा लास्ट अर्जी गरिरहेछु, अब म केही माग्न आउँदैन तपाईसँग, मलाई हावा याउ बनाइदिनु। केही समयपछि त्यो याउ हावा पनि बनिहाल्यो। अब त्यो थोडी बतास चल्न सुरु भइहाल्यो, हावा तुफान मचाउन सुरु गरिदियो। म सबभन्दा बढी बलवान छु अनि तुफान जोडले चल्न सुरु भइहाल्यो। अब यो जब हावा तुफान चल्यो कसैको घर भस्काए, कसैको रुख भस्काए, जे पनि नोक्सान गर्ने हो। अब जाँदै जाँदै गए त्यो एउटा खुब ठुलो पहाड छ, त्यो भने त म भन्दा बढी ठुलो छ, पक म तँलाई फोडिदिरहेछु। तर जब हावा गयो त पहाडको टप्पूमा टक्रायो, तर त्यो फोड्न सकिरहेको छैन, त्यो छिर्न सकिरहेको छैन, किनकि पहाडको टप्पूबाट यता हावा छिर्न सक्दैन, कहिले पनि सक्दैन, सकिरहेको छैन। त्यो जोडले हावा तुफान आयो, आँधी आयो अनि त्यो पहाडको टप्पूलाई फोड्न सकिरहेको छैन, हावा पनि छिर्न सक्दैन। तिमी जान्छौ कुनै नेपालमा पहाड घुम्न जान्छौ तिमीहरू, हेर्छौ सबै ठाउँबाट पहाड हुन्छ, त्यो भित्र जान्छौ त बढी गर्मी हुन्छ, हावै आउन सक्दैन। जस्तै कि मौली खोला जान्छौ मोहरी, त्यहाँ सबै ठाउँमा छ नि यता पहाड, त्यहाँ जान्छ त बढी गर्मी हुन्छ, सब गाछ वृक्ष हुन्छ तर बनियासँग हावा आउन सक्दैन, किनकि पहाडको टप्पूलाई हावा छिर्न सक्दैन। अब यो भनियो हावा भन्दा पनि ठुलो मजबुत बलवान को छ? पहाड छ। फेरि भगवानको शरणमा गयो, फेरि भगवानको शरणमा गयो, फेरि अर्जी गर्यो, भगवान अब अन्तिम इच्छा पूरा गरिदिनु। फेरि माग्यो मलाई पहाड बनाइदिनु। त्यो सपनामा पहाड पनि बनिहाल्यो। जब पहाड बनिहाल्यो तब त समय त्यसको 5 बजिहाल्यो, सुबह पहाड बनिहाल्यो और सुबह 5 बजे भोर भयो। अब जाग्न मन गरे, समय आयो, उठ्न मन समय आयो। अब त्यो पहाडलाई कुनै व्यक्ति छेनी हतौरीले गएर बिहानै बिनै 5 बजे भोरमा छेनी हतौरीले तेरा एकदम फोडिरहेछ, कुटिरहेछ। त्यहाँबाट आवाज आइरहेछ, मा बच्चा, आवाज आउँछ नि, पहाड तोड भने आवाज आउँछ नि, चिल्लाइरहेछ। तर त्यो व्यक्ति छोडिरहेको छैन, त्यो फोड्दै रहन्छ, खुब चिल्लाइरहेछ, तर त्यो व्यक्ति छोडिरहेको छैन। तर सोचियो भगवान मलाई त्यही व्यक्ति बनाइदिनु, किनकि अब मलाई थाहा भइहाल्यो सबभन्दा बलवान त्यही व्यक्ति छ जुन पहाड फोडिरहेछ, मलाई त्यही व्यक्ति बनाइदिनु। तर यो व्यक्ति त्यो बन्न चाहिरहेको थियो तर बन्न सकिरहेको छैन। सबै सपनामा बनिहाल्यो तर त्यो व्यक्ति बन्न सकिरहेको छैन। यता पलट फेर गर्ने, फेरि यता पलट फेर गर्ने, परेशान भइहाल्यो, पसिना पसिना बगिहाल्यो, तर त्यो व्यक्ति बनिरहेको छैन। अब त्यो आफैले उत्साह भएर एकदम परेशान भएर भगवान यो बनाइदिनु, तर त्यो बनिरहेको छैन। अचानक त्यसलाई निद टुट्यो, उभियो, त्यो व्यक्ति को हो जो म बन्न सकिरहेको छैन, सबै कुरा जब बनिहाल्यो त गएर आएनामा हेरियो, त्यो पसिना से थकमक भएको थियो। त्यो भने त्यो व्यक्ति को याद गरौँ, को थियो? त्यो याद गरेर त्यो व्यक्ति त मै छु, सधैँ म त त्यसको काम के थियो? सधैँ पहाड फोड्न थियो कि थिएन? त्यो भने त्यो व्यक्ति त म हुँ जुन सधैँ मेरो काम हो पहाडलाई छेनी हतौरीले फोड्ने। सबभन्दा बढी बलवान त म छु, सबभन्दा बढी बलवान त म छु। त फेरि म कसलाई भनिरहेको छु बलवान छ? कुन सपनाको दुनियाँमा खोजिरहेको छु?
के सपनाको नगरी मलाई चाहियो। त्यो दिनदेखि त्यो सोचियो जे सबभन्दा बढी बलवान म छु। अनि सब त्यो सपना कम्पेयर गर्ने, कसैको तुलना गर्ने सबै त्यो हटाइदियो आफ्नो दिमागबाट। फेरि आफ्नो जिन्दगीमा काम सुरु गर्यो। मजाले कमाए, 5 पैसा 10 पैसा जति कमाओस्, त्यसैमा आफ्नो बाल बच्चा आफ्नो परिवारको कमाएर दाल रोटी सबै भगवान त्यसैमा पुरा गरिदिन्थ्यो। अहिलेको समयमा जसले 100 रुपियाँ कमाउँछ त्यसको पनि घर चलिहाल्छ त्यसैमा। जसले 1 लाख कमाउँछ त्यसको घर त्यसैमा चल्छ। किनकि सबको पुरा गर्नेवाला को? ईश्वर। को हुनुहुन्छ? ईश्वर। त्यसैले म भन्छु ईश्वरमा भरोसा गर, एक दिन सफल जरुर हुन्छ। कसले भन्छ यहाँ ईश्वर छैन? जब ईश्वर नभयो भने अचानक जाडा थियो, यही हामी बसेर कपडा लगाएको थियो, अचानक गर्मी आयो, स्विच छ कोही दाबिदियो। अचानक बर्सात, अचानक तूफान, अचानक तिमीहरूको त्यो ताप, यो सबै कसले परिवर्तन गरिरहेछ? ईश्वरले। अचानक दिन भइरहेछ, अचानक रात भइरहेछ, यो त कोही स्विच छैन। यति साइन्टिस्टहरू दिमाग लगाए, यति बलको आविष्कार गरियो, तर दिन बनाउन सके? कोही बनाउन सक्छ? रातको राति रहन्छ, दिनको दिन। यसैले भन्छु त्यो भगवानलाई मान्नु, ईश्वरलाई मान्नु। किनकि जहाँ सबै व्यक्ति तँलाई साथ दिन्छ त्यहाँ ईश्वर र साथ दिनु हुँदैन। जहाँ सबै व्यक्ति साथ दिँदैन त्यहाँ कसले साथ दिनुहुन्छ? ईश्वरले। जहाँ तेरो बाटो बन्द भइहाल्छ त्यहाँबाट बाटो खोलिदिन्छ ईश्वरले। सबै विद्यार्थीहरूसँग भन्दैछु, जे आफ्नो कार्यको साथमा 2 मिनटको लागि कम्तीमा भगवानको पनि प्रार्थना गर्नु। जति दुख भयो भने, जति समस्या भयो भने, तर कुपात्र कुरा भगवानलाई कहिले नबोल्नु। किनकि कुनै हाम्रो ठुलो कुरा हुँदाखेरि त्यसको अघि बढी बाधा हुन्छ, बढी रोकावट हुन्छ, बढी दुख हुन्छ। त्यो तिमी झेल्यो भने, केही कुपात्र नबोल्यो भने त तिमी राम्रो हुन सक्छौ, त्यो ठुलो काम हुन सक्छ। अनि हामी भन्छौ बढी गर्मी भयो भने तैले पनि परेशान, भगवानलाई नै दोष दिन्छौ, भगवानलाई नै केही कुरा भन्छौ। बढी ठन्डा भयो भने तैले पनि परेशान, भगवानलाई नै दोष दिने हो, भगवानलाई नै गिल्टी भन्ने हो। अनि फेरि केही कुरा भन्ने हो। तर याद गर्नु, भगवान आफ्नो लागि होइन, मनुष्यको लागि नै, 87 लाख जीवको लागि नै यो गर्नुहुन्छ। किनकि बढी गर्मी कुवारको महिनामा नभए त्यो फेरि धानमा चामल हुन सक्दैन। माघको महिनामा बढी ठन्डी नभए त गहुँ हुन सक्दैन। त बताऊ यो शरीर हामीले चल्न सक्छ? जब धान गेहूँ नभए भने त हामी के आहार केही हुन सक्छ? त त्यो आफ्नो लागि गर्नुहुन्छ कि मनुष्यको लागि गर्नुहुन्छ? 87 लाख जीवमा एउटा मनुष्य जीव छ, त्यो कमाउँछ, बाँकी 87 लाखको जीव भर्छ। त मनुष्यको तहमा हामीहरू आएछौँ, समस्या त झेल्नु पर्छ बाबु। मनुष्यको जीवन यति अनि आसान भयो भने त धरतीमा जब जुन पनि बच्चा, लेडिज हो या जेन्ट्स हो, गर्ल्स हो या बॉयज हो, केटा हो या केटी हो, जब पैदा हुन्छ त त्यो बढी रुन्छ। सबैजना हाँस्छ, नर्स, हस्पिटलको डाक्टर अनि छिमेकीको व्यक्ति सबजना हाँस्छ क्या जना, तर त्यो बढी रुन्छ। त्यो यति रुन्छ जो पुरै हस्पिटललाई थाहा भइहाल्छ बच्चा पैदा भयो। तर त्यो चुप्दैन, नर्स लिएर मनाउँछ, चुप कतिजना लिन्छ, तर 1-2 घन्टा जति पनि सके भने रोएर त्यो सबर गर्छ। जब आयो यो दुनियाँमा, यो सर्कसको दुनियाँमा, तब नाच्नु पर्छ, चल्नु पर्छ, सबर गरेर अब त झेल्नु नै पर्छ, तब गएर त्यो चुप छ। जब त्यसको मृत्यु हुन्छ, 60 वर्ष 70 वर्ष 80 वर्ष जबसम्म जियोस् धरतीमा, जब मृत्यु हुन्छ त मृत्यु भएको व्यक्ति त्यो हाँस्छ अनि बाँकी सबैजना रुन्छ। तर मरेको व्यक्ति कहिले रुँदैन, त्यो हाँसेर जान्छ, सबैजना रुन्छ। फरक लाग्यो फरक। जिन्दगीको तुलना यही हो। हामी पनि आएछौ, संघर्ष नहार्नु। संघर्ष हार्यो भने त फेरि जीवनमा राम्रो हुन सक्दैन। संघर्ष कहिले जीवनमा नहार्नु, किनकि यो बाधा हुन्छ, हामीलाई झेल्नु नै पर्छ। दुख सुख सब आफ्नो करिब छ। म सोचिरहेछु सुख चाहियो, यहाँ सुन, म सोच्छु भने सुख चाहियो।
सबै व्यक्ति सोचिरहेको छ सुख चाहिए, सुख खोज्ने हो, तर सुख केही समयको लागि भेटाउँछ, सुख केही समयको लागि आउँछ, एकछिनको लागि आउँछ, फेरि गइहाल्छ। दुख त्यो आफ्नो रूप बदलेर आउँछ, बार-बार आउँछ, तर त्यसलाई हामी एक्सेप्ट गर्दैन। जसरी कि घरमा पैसा माग्यो कपडा किन्नको लागि, पाएन, दुख आइहाल्यो। खानेकुरा बनियासँग बनियो बनाउनका लागि बनेन, दुख आइहाल्यो। रूप बदलेर आइरहेछ कि छैन? तर त्यसलाई हामी एक्सेप्ट गर्दैन, त्यसलाई हेटिभ गरिदिन्छ। चाहिएन दुख, सुख चाहियो। जुन क्षणभरको मेहमान छ त्यसको खोजमा पुरै जिन्दगी बिताइदिन्छु। त म जिन्दगी जिनका लागि यो तरिका सोचेछु, सुखलाई छोडिदेऊ, मलाई चाहिएन। दुखलाई आफ्नो साथी बनाइले, त्यो अनेकौं प्रकारमा आइरहेछ, त्यहीसँग मिलेर काम गर। कहिले जीवनमा बाधा पुग्दैन तँलाई, कहिले जिन्दगीबाट अप्ताउने काम तिमी गर्दैन, कहिले सुसाइडको माइन्डमा राख्दैन। तैले अहिले याद राख्नु, अहिलेको समयमा भगवान जति मार्नु भइरहेछ न, त्यो भन्दा बढी मनुष्य आफैले मरिरहेछ, सुसाइड गरिरहेछ। के बजाइरहेछौ? आफैले सुसाइड गरिरहेछ। त्यो कसैले ट्रेनमा कटेर, कसैले फाँसी लागेर, कसैले जहर खाएर, तर यो मनुष्यको तन होइन। कसले भन्छ जब मनुष्य भए एक दिन आराम पाइन्छ, कहिले आराम पाइँदैन। यो रेसमा दौड्नु नै पर्छ। यही म तिमीलाई भन्छु कि यो कथाबाट सम्झ बुझ, कसैसँग कम्पेयर अनि तुलना नगर्ने। कसैको घर हो, भाइको जे पनि हो, तेरो पनि नसिबमा हुन्छ, बस धीरै राख्ने। किनकि तिमीलाई थाहा छ सबरको फल के हुन्छ? मिठो। तर कुनै पनि मार्केटमा बिकाउँदैन। सबरको फल सबैभन्दा मिठो हुन्छ, तर कुनै पनि मार्केटमा बिकाउँदैन। यो याद राख्नु जीवनमा। त्यो पैसाले पनि किन्न सक्दैन। सबर राख, बढिया तरिकाले पढाइ गर, एक दिन सब भगवान तँलाई दिनुहुन्छ। त भोजपुरीमा पनि तिमीहरू, हाम्रो दादीमा या हाम्रो आमाहरू भन्छ, सबर गर, सबर सबर गरे भने त तँलाई सबरको फल मिठो हुन्छ भन्छ कि भन्दैन? त त्यो सबर नै गर्नुपर्छ, सबर सबभन्दा ठुलो कुरा, बुझ्यो? यही भन्दै म तिमीहरूको एउटा अरू छोटो कथा टुङ्ग्याउँदैछु, तँलाई